नमस्कार, मेरो नाम मिलन श्रेष्ठ, ठेगाना वृन्दनगर नगरपालिका वडा नम्बर 9 सुर्खेत। पेशाले म अध्ययनरत विद्यार्थी, मध्यपश्चिम विश्वविद्यालय ह्युमेनिटिज एन्ड सोशल साइन्स अन्तर्गत जर्नलिजम एन्ड मास कम्युनिकेसन पत्रकारिता र आम सञ्चार विषयको स्नाकोत्तर 4औं सेमिस्टरमा अध्ययनरत विद्यार्थी हुँ। म अहिले वृन्दनगर नगरपालिका वडा नम्बर 2 स्थित श्री उत्तरगंगा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको कार्यालयमा छु। विशेष गरी म यहाँ मेरो शोधपत्रको लागि उपस्थित भएको हुँ। यो सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमा विशेष गरी महिला आमा दिदीबहिनीहरूको मात्रै सदस्यता रहने र उहाँहरूले नै संस्था सञ्चालन गर्ने परम्परा अथवा संस्था सञ्चालन गर्दै आइरहनु भएको छ। जहाँसम्म मलाई जानकारी छ, श्री उत्तरगंगा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमा केही वर्ष अगाडि हेफर इन्टरनेसनल नेपालले धेरै कार्यक्रमहरू गर्दै आइरहेको थियो। हेफर इन्टरनेसनल नेपालको 12वटा आधारशिला भित्र रहेर र ती संस्थाहरूमा विशेष गरी त्यहीमा केन्द्रित गरेर हेफर इन्टरनेसनल नेपालले सहकारीलाई सुदृढीकरण गर्नको लागि धेरै कार्यक्रमहरू गर्दै पनि आएको थियो। म आज त्यही विषयमा लिएर विशेष गरी हाम्रो सन्दर्भमा हाम्रो समाजमा सहकारीको मूल मर्म अनुसार, सहकारीको परिभाषा अनुसार जसरी सहकारी सञ्चालन गर्दै आएका छौँ, त्यही ठाउँमा हामीलाई डाँटी निकायहरूले सहयोग गर्दाखेरि सञ्चालन हुने सहकारीहरू र त्यहाँ भित्रको सूचना प्रवाहदेखि लिएर हरेक गतिविधिहरूमा के फरक हुँदो रहेछ त भनेर मैले आफ्नो थेसिसको लागि यो अध्ययनको विषयवस्तु गराएको छु। र म आज सहकारी संस्थामा प्राथमिक डाटा सङ्कलनको लागि म यस संस्थाका सहायकसँग केही अन्तर्वार्ता लिन गइरहेको छु। मैले केही प्रश्न गर्नेछु। आदरणीय सीता रोकाई म्यामले के कुराहरू जवाब दिनुहुनेछ, यसैमा केन्द्रित रहेर म सीता म्यामलाई आफ्नो परिचयको लागि अनुरोध गर्दछु। हजुर, परिचय बसेर तपाईँ होइन, बस्नु तपाईँ बसेकै छ, बसेकैमा भिडियो छ, बसेर ल उत्तरगंगा सामाजिक उद्यमी महिला फेरि नामबाट सुरु गर्नुहोस्। नामबाट सीता रोकाई। हजुर, यस उत्तरगंगा सामाजिक उद्यमी महिला सहकारी संस्थाको म चाहिँ सहायक कर्मचारीको रूपमा कार्यरत हुनुहुन्छ। यहाँ कति शेयर सदस्य हुनुहुन्छ हजुरको संस्थामा? ओके, 929 जना शेयर सदस्यहरू हुनुहुन्छ। ठिकै छ। हजुरको संस्थाले विशेष गरी महिला उद्यमी भन्ने नामाकरण छ, यसमा विशेष गरी के काम गर्नुहुन्छ? यो संस्थाले के महिलाहरूलाई यस्तो बाख्राहरू वितरण गरेर पशुहरू पालन गर्ने, अनि त्यसपछि पहिला त तरकारी खेतीहरू गर्ने सिकाउनु भयो, एफले नै सिकाएको। अनि तरकारी खेतीहरू गर्ने, बाख्राहरू पाल्ने, अनि भैँसीहरू पालेर दुधहरू उत्पादन गर्ने गरेर महिलाहरूलाई जति सक्दो उद्यमी बन्नुहोस् भन्ने हो। तपाईँले यहाँ काम गर्नु लागि कति वर्ष भयो? 6 देखि 7 वर्ष जति भयो। तपाईँ या कर्मचारी रूपमा कार्यरत भइसकेपछि तपाईँले अघि भनेको जस्तै गरेर महिलाहरू साँच्चै उद्यमी बन्नुभएको छ तपाईँलाई लाग्छ? पहिला हुँदा बन्नुभएको धेरै सदस्यहरू। मापन गर्ने आधार के हो त? महिलाहरू उद्यमी बन्नुभएको छ, यो महिला उद्यमी उत्तरगंगा सामाजिक उद्यमी महिला सहकारी संस्थाले त्यो शेयर सदस्य महिला आमा दिदीबहिनीहरूलाई उद्यमी बनाएको छ भनेर एउटा मापन योग्य अथवा ठोक्वाको रूपमा भन्नुपर्दा कसरी भन्नुहुन्छ? यहाँबाट ऋणहरू लैजानु भएको हुन्छ, उहाँहरूले अब कसरी तरकारी खेती गर्नुहुन्छ, कसरी भैँसी किन्नु भएको हुन्छ, अनि भैँसी ल्याएर दुधहरू बेच्नुहुन्छ, कसरी चाहिँ बाख्राहरू किनेर पाल्नु भएको हुन्छ, अनि त्यस्तोबाट थाहा हुन्छ। पालिरहनु भएको छ। तपाईँले संस्थागत रूपमा कति ऋण लगानी गर्नुभएको छ एउटा सदस्यलाई? 2 लाखसम्म गरे हामीले बिना दिएको। बिना दिएको 2 लाख रुपियाँसम्म।
सामूहिक समूह बचत हुन्छ नै समूह धितो हुन्छ हजुर हैन समूह अन्तर्गत अन्य महिला दिदीबहिनीहरू जनानी हुनुहुन्छ। अनि तपाईँको संस्थामा हामी सफलताको कथाहरू भनेर भन्छौँ त्यस्तो खालको देखिने खालको सफलताको कथाहरू अथवा भन्नुपर्दा यस संस्थाले लगानी गरेको टक्कै सुन्न लायकको केही छ तपाईँलाई देख्नुभएको तपाईँले एकदम उद्यमी बनाएको भनेर सर थियो जस्तो एकजना कोल्डामा हुनुहुन्थ्यो हजुर अनि हामीले पहिला एउटा मात्रै बाख्रा दिएको हजुर अनि त्यही बाख्राबाट चाहिँ मैले ती जमिन किनेँ अनि घर पनि त्यतिबाट बनाएको अनि त्यो बाख्रा चाहिँ अहिलेसम्म पनि मर्याखेर मलाई धेरै प्रगति भयो भनेर आफै कुरा गर्नुहुन्थ्यो। अनि यो कोल्डाना साइडमा हुनु त्यो भेगमा त भन्नुहुन्छ अझै धेरैजना हुनुहुन्छ उहाँहरूले हामीले यस्तो तरकारीको बुट्टाहरू पनि रोप्न जानेका थिएनौँ। यही सहकारीमा बसेदेखि नै हामीले तरकारी लगाउन जान्यौँ बिउहरू उत्पादन गर्न तरकारीहरू लगाएर बिक्री गर्न यस्तै पैसा कमाउनु पहिला त्यति हामीलाई थाहै थिएन धेरै कुरा सिक्यौँ भनेर भन्नुहुन्छ नि उहाँले। एउटा बाख्राले गर्दाखेरि उहाँले आम्दानीको स्रोतहरू वृद्धि गर्नु पर्यो भयो सम्पत्तिहरू जोड्ने कुरा खालको भयो होइन ठिकै छ। जस्तो अब अलिकति म मूल मुद्दामा म तपाईँलाई ल्याउन चाहन्छु विशेष गरी सूचनाको हक भन्ने हजुरलाई थाहा छ केलाई हामी सूचनाको हक भन्छौँ? सूचना अब जुन ठाउँमा सूचनाहरू दिन पर्ने हो ती सूचनाहरू चाहिँ आवश्यकता अनुसार समयमै सूचनाहरू पुर्याउनु पर्ने उनीहरूका सूचनाहरू अब के कस्ता छन् सुनेर सहकारीमा तपाईँको सहकारीमा अथवा तपाईँ सहकारी कर्मी भएको हुँदा सहकारीमा केलाई हामी सूचनाको हक भन्ने त के कुरालाई यस्तो 1 2 3 4 भएको कारोबारहरू हुन्छ नि यसले अब हाम्रो सदस्यहरूलाई टाइममा खबरहरू गर्ने उहाँहरूले अब के चाहनु भएको छ त्यो हामीले पुरा गर्न सकेका छौँ कि नै उहाँहरूले के माग गर्नुभएको छ भनेर त्यो सदस्यहरूलाई नै खबर गर्नुपर्ने। ओके तपाईँले संस्थागत रूपमा जति पनि गतिविधिहरू गरिरहनु भएको छ कसरी संस्थाका सदस्यहरूलाई जानकारी गराउनुहुन्छ? हामीले अब विशेष अब कोही सदस्यहरूलाई मात्रै गर्नु रहेछ भने अब उहाँहरूलाई फोन गरेर पनि भन्छौँ नत्र अब जस्तो साधारण सभाहरू हुन लाग्यो कि अब अलि ठुलो केही कार्यक्रमहरू आयो त्यस्तो भयो भने त हामी मिटिङ बसाल्न जान्छौँ महिनामा त्यो मिटिङमा गएर अनि त्यही छलफल गरेर यस्तो छ है सहकारीमा भनेर खबरहरू गर्छौँ। तपाईँ वडामा अथवा आफ्नो सदस्य भएको ठाउँमा प्रत्येक महिना मिटिङमा गर्नुहुन्छ मिटिङमा जानुहुन्छ कतिवटा ग्रुप छ त्यस्तो तपाईँले? हाम्रो 19वटा ग्रुप छ। 19वटा ग्रुपमा तपाईँ आफै पुग्नुहुन्छ कि? सर पहिला म आफै पुग्थेँ अहिले भर्खरै 1-2 महिना जति भयो अर्को महिना जानुहुन्छ प्रत्येकमा म आफै जान्थेँ। ओके 1 महिनामा 19वटामा पुग्नुहुन्छ त्यसो भए त्यहाँ फलान मितिमा भनेर पहिले नै बैठक हुने तय गर्नुभएको छ? प्रत्येक महिनाको 1 गते बसेपछि प्रत्येक महिनाको 1 गते नै 2 गते बस्ने मिटिङ प्रत्येक महिनाको 2 गते नै बस्ने हुन्छ। 19वटा समूहमा एकैपटक एकै दिन भ्याउनुहुन्छ? नै सर भ्याउनु कुनै दिनको एउटा पर्छ कुनै दिनमा 2टा 3टा पर्छ त्यसरी हुन्छ। तपाईँले संस्थापक भएका गतिविधिहरूलाई सूचनाको रूपमा बाहिर सम्प्रेषण गर्दा प्रचार गर्दा बाहिर सबैले थाहा हुने गरी सूचना राख्दा के कुन विधि अपनाउनुहुन्छ? एउटा त त्यो मिटिङमा गएर गर्ने गर्दछ मिटिङमा गएर जानकारी दिनुहुन्छ। अर्को फेरि अब त्यसमा सम्भव भएन भने मिटिङको एकजना लिडर हुनुहुन्छ अध्यक्ष भनेर राखेको हुन्छ मलाई फोन गरेर ल हजुरको समूहमा यो बारेमा यसरी भन्नु होला भनेर प्रत्येक सदस्यको प्रत्येक मिटिङको एकजना अध्यक्ष हुनुहुन्छ उहाँलाई भनेर पनि गर्छौँ अनि फोनको भरमा पनि हुन्छ अनि कहिले चिठी काटेर चिठी पत्र पनि काट्नुहुन्छ। 19वटा समूहको 19वटा अध्यक्षलाई भन्नुहुन्छ जसले गर्दाखेरि 900जनासम्म त्यो सूचना प्रभाव हुन्छ होइन प्रवाह हुन्छ गर्नुहुन्छ। अनि संस्थाको सामाजिक सञ्जालहरू सूचना पार्टीहरूलाई प्रयोग गर्ने संस्थाको फेसबुक अथवा त्यस्तो बनाउनु भएको छ? संस्थाको त छ सर अलिक खासै युज भएन कहिले हुन्छ परेको छ। त्यसलाई कति साधारण सभा हुँदा वर्षमा 1 पटक 2 पटक अथवा अनि प्रत्येक महिनाको गतिविधिहरू तपाईँले सार्वजनिक गर्ने गर्नुहुन्छ? आय व्ययको प्रत्येक महिना गर्दैनौँ सर गर्नुहुन्न? प्रत्येक साधारण सभामा वर्षको 1 पटक मात्रै गर्नुहुन्छ। साधारण सभा गर्दाखेरि
प्रतिवेदनहरू वर्षको प्रतिवेदन छपाउने गर्नुहुन्छ कि गर्नुभएको छैन? गरेछन् सर। किताबकै रूपमा छपाउने गर्नुहुन्छ होइन? त्यो पनि एउटा सूचना भयो। जस्तो तपाईँ कर्मचारीको रूपमा काम गरिरहँदा सञ्चालक समितिले सूचनाको हक प्रयोग गरेको तपाईँले मान्नुहुन्छ? अर्थात् सहकारीका सञ्चालक सदस्यहरूलाई पनि सूचनाको हकको बारेमा उहाँले पर्याप्त जानकारी छ भन्ने तपाईँलाई लाग्छ? प्राप्त त छैन सर, अब धेरै छ। तपाईँले सूचनाको हक सम्बन्धी तालिम लिनुभएको छ कहीँ? नै, कहीँ छैन। संस्थाले दिने गरेको छ? नै। तपाईँको संस्थामा शेयर सदस्यहरूले विशेष गरी कुन सूचना बढी माग्न आउनुहुन्छ? हाम्रो त यस्तो छ सर, यो उद्यम भनेर मेसिन औजारहरू आउँथ्यो कि यहाँ। अच्छा। त्यसको लागि पनि यो कतिखेर आउँछ, कहिले आउँछ, मलाई यस्तो मेसिन चाहिएको थियो, जस्तो मलाई पम्पसेट चाहिएको थियो, मलाई हलो चाहिएको थियो, अनि भनेर यस्तो गाडीहरूको लागि कतिखेर आउँछ, कहिले आउँछ, मल कहिले आउँछ यहाँ, अब यहाँ खेतीपाती सुरु हुँदा आयो भने भनेर, अनि दाना बराउन कहिले आउँछ, यति कुरा सूचना माग्न आउनुहुन्छ होइन? अनि उहाँले सूचना माग्न आउँदाखेरि तपाईँलाई उहाँलाई सूचना दिन के गाह्रो हुन्छ? गाह्रो हुने गरेको छ? कोही सदस्यबाट हुन्छ सर, कसैले के भन्नुहुन्छ भने अब उद्यम भनेर बस्यौँ, अब यहाँ हलो पाइन्छ, यस्तो पाइन्छ, उस्तो पाइन्छ भनेको नपाउने बसेर के काम कसैले भन्नुहुन्छ। अब हामीले अब त्यो एकैचोटि हुन्न, थोरै थोरै हुन्छ, आएपछि बिस्तारै हामीले अब धेरैजनाको माग हुन्छ, थोरैलाई दिनुपर्छ, मिलाउन अलिक गाह्रो हुन्छ भन्छ। कसैले चाहिँ ठिकै छ भन्नुहुन्छ, कोही चाहिँ अब ल मलाई नदिने उसलाई हुने भनेर एकदम कराउनुहुन्छ, कतिखेर त गाह्रो हुन्छ। त्यो कृषकहरूलाई प्रदान गर्दाखेरि कसरी गर्ने गर्नुहुन्छ? अथवा त्यो निःशुल्क हो कि उहाँले पैसा तिर्नुपर्छ? 50% हुन्छ, 50% अनुदान रकममा हुनुभयो होइन? बाहिर कृषकहरूलाई शेयर सदस्यलाई किन्दा धेरै पर्छ नि, यहाँ संस्थाले आधामा। जस्तो मैले अघि सुनेको हजुरहरूले मलको कुरा छ होइन, दुग्ध पनि चलाउनु भएको छ, कतिको सहज भएको छ काम गर्नलाई? यो मल पनि यस्तो हुन्छ सर, माथि भने जति दिनुहुन्न। अब यहाँ 200-300 बोरा चाहिन्छ, उहाँले कमै दिनुहुन्छ, अनि यहाँ चाहिँ अब सबैलाई मिलाएर आधा आधा दिउँ भन्यो भने यति थोरै लर्किहाल्ने लग्दैन भन्नुहुन्छ। उहाँहरूले मागे जति पुऱ्याउन सकिनँ, अनि ल मलाई यति नदिने भनेर कराउनुहुन्छ, त्यहाँबाट पनि गाह्रै हुन्छ। अनि यो डेरीमा पनि हल्का गाह्रै भयो, अब उहाँहरूले दुधमा अलिक पानी कम गरेर राम्रो दिनुहोस् भन्ने हाम्रो हुन्छ। उहाँहरूले चाहिँ अलिक बढी पानी हालेर बेच्न खोज्नुहुन्छ, अनि त्यसमा चाहिँ अलिक डिस्कस हुन्छ। तपाईँले दुध कलेक्सन गर्दा 2 लाख रुपियाँ ऋण लगानी गर्नुहुन्छ वस्तु भाउमा, अथवा त्यसलाई पालन पोषणको लागि भैँसीको कुराहरू आए, दुग्ध खरिद गर्दा तपाईँको आफ्नै शेयर सदस्य भित्रको हो? बाहिरको पनि हुन्छ, बाहिरको पनि ल्याउनुहुन्छ। अनि मलहरू दिँदाखेरि बाहिर सबैलाई सार्वजनिक रूपमा दिने गर्नुहुन्छ कि शेयर सदस्यहरूलाई मात्रै हो? सर सबैलाई दिन्छौँ हामी यहाँ यो ब्यागलाई। त्यो सूचना कसरी प्रभाव गर्नुहुन्छ तपाईँले मल आएको छ भनेर? हामी त्यो अब प्रत्येक टोलमा खबर गर्छौँ न, यति कतै यति मल आउँदैछ, चाहियो भए आउनु होला भनेर। कुन विधिलाई प्रयोग गर्नुहुन्छ त्यसमा? तपाईँले फोनमा SMS फोनले हुन्छ, अनि अब हाम्रो यहाँबाट हिँडेर जाँदाखेरि यता एकजना कर्मचारी उहाँ सर लास्टसम्म हुनुहुन्छ, मेरो पनि उता यो, अनि एकजना म्याडम यता हुनुहुन्छ, म्याडम यता जाँदा भनिहाल्नुहुन्छ, सर उता भनिहाल्नुहुन्छ, म पनि यता भनिहाल्छु। भनेपछि अनि 3 जना सञ्चालकहरूलाई थाहा हुन्छ, सञ्चालकहरूले नै खबर गर्नुहुन्छ, सजिलै थाहा हुन्छ। 3 जना कर्मचारी र सञ्चालक कतिजना हुनुहुन्छ? 4 जनासम्म कर्मचारी, सञ्चालक 9 जना हुनुहुन्छ। 9 4 13 जनाले तपाईँको मौखिक सूचना पनि गर्नुहुन्छ, फोन पनि गर्नुहुन्छ, समूहमा बैठकमा गएको बेला त्यहाँ पनि जानकारी गराउनुहुन्छ होइन? तपाईँको आफ्नै फेसबुक पेज छ, तर वर्षको एकचोटि मात्रै चलाउनुहुन्छ त्यो खालको? फेसबुक पेज छैन, इमेल हो। मेल हो, फेसबुक पेज छ। फेसबुक त हामी आफ्नै प्रत्येक व्यक्तिले हाल्छौँ हामी, संस्थाको छैन। तपाईँको संस्थामा मासिक सञ्चालकहरूको बैठक बस्दाखेरि जति हामीले कुरा गरिरहेका छौँ सूचनाको हकको विषयमा छलफल हुने, अथवा होइन हाम्रो संस्थालाई अझै प्रभावकारी ढङ्गले सञ्चालन गर्नको लागि अहिलेको 21औं शताब्दी आइसक्दाखेरि सामाजिक अथवा न्यू मिडियामा होइन एकदम छिटो थाहा पाउने गरी यसलाई गर्नुपर्छ है भनेर कहिले छलफल गर्ने अथवा गर्नको लागि तत्पर भएको छलफल गरेको
पाउनुभएको छ? हुन्छ सर, छलफल त गरिरहनुहुन्छ, यो गर्नु पर्यो यो गर्नु पर्यो, अब पहिलाभन्दा अलि राम्रो तरिकाले गर्नु पर्यो भन्ने त भइरहन्छ। अब अलिकति अगाडि लिडर नभएको कारणले अलि जस्तो तपाईँले संस्थागत रूपमा मैले सिसी क्यामेरा देखेँ तपाईँको यहाँ होइन, सफ्टवेयरमै काम गर्नुहुन्छ। कुन सफ्टवेयर प्रयोग गर्नुभएको छ? हारती टेक्नोलोजी। हारती टेक्नोलोजी सफ्टवेयर होइन, यो सहकारीकै सफ्टवेयर हो। काम गर्दा कतिको सहज भएको छ तपाईँलाई? यो सहजै भएको छ सर, यो अलि 11 बजेपछि नि उताबाट गरिदिनुहुन्छ। तपाईँले तालिम लिनुभएको हो? मैले लगेँ सर। यहीँबाटै कर्मचारीहरूले सहयोग गर्नुभयो, यहीँ हेर्दै गर्दै सिक्नुभयो? सरले नै गर्नुभयो। यहाँ तालिम लगेको म्याडम त हुनुहुन्थ्यो पहिला, अब हेर्नु। हजुर, हामीले यति तपाईँसँग गफ गरिरहँदाखेरि पक्कै पनि एउटा संस्थामा सूचनाको हक चाहिँ चाहिँदो रहेछ है भन्ने भित्र महसुस भयो होइन। जुन तरिकाले हामीले दैनिक रूपमा गतिविधिहरू गरिरहेका छौँ त्यसलाई अझै प्रभावकारी ढङ्गले सार्वजनिक रूपमा सबैले बुझ्ने, सुन्ने र स्पष्ट देख्ने गरी संस्थाको गतिविधिहरू देखाउन सकियो भने होइन अझै यसको प्रचार प्रसार हुने भन्ने छ। जस्तो हामी अहिले अन्तर्वार्ता लिइरहेको भवन संस्थाकै हो। हजुर, संस्थाकै हो। कति लगानी भएको छ भवन बनाउन? कति कोठी हो? पहिला 12.5 लाखको जमिन किनेको हो र त्यसपछि 17-18 लाख रुपियाँ लागेको छ 3 कोठीको। जग्गा किन्दाखेरि तपाईँको संस्थाकै पैसा प्रयोग गर्नुभएको हो कि कस्तो? 4 लाख रुपियाँ चाहिँ एफआरबाट आएको थियो। एफआर इन्टरनेसनल नेपालले 4 लाख रुपियाँ जमिन खरिदको लागि भनेर दिनुभयो, बाँकी तपाईँहरूले गर्दै गर्नुभएको छ। तपाईँको ठिक छ, केही छैन, हामी यसलाई पछि एडिट गरौँला। तपाईँको ओडामा रहेका सहकारीहरूको हेर्दाफेरि र आफ्नो भवन हुँदाखेरि तपाईँलाई समुदायप्रतिको विश्वास बढेको जस्तो लाग्छ कि के छ, कस्तो छ महसुस? विश्वास बढे जस्तो लाग्छ। आजभोलि अब कतिपय संस्थाहरू भाडामा पैसा हुन्छ, कति बेला कहाँ जान्छन् भन्ने थाहै हुन्न। अब यहाँ संस्था छ नजिकै, त्यो कारण नि हामीलाई अलिक विश्वास लाग्छ भन्नुहुन्छ। हस् सीता म्याम, हजुरलाई समय र संवादको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। हस्।